प्रयास गर्दाखेरि पनि यहाँको स्थानीयले के चाहिँ हेरेर बसे त भन्ने कुरा पनि त्यही चाहिँ हामीलाई पछुतो छ हामी हुनुपर्छ त्यति बेला हामी हुनुपर्छ पछुतो छ भइरहेछ चाहिँ अब त्यो निक्लेपछि बिहान आउने क्रम जारी हुँदाखेरि अरू बाहिर भक्तजनहरू आउँदाखेरि स्थानीयहरूको उपस्थिति थिएन। यहाँ उपस्थिति भनेको थोरै मात्रामा थिए, सबै भक्तजनहरू मात्रै थिए होइन। त्यसले गर्दाखेरि नि उहाँसँग कुनै किसिमको त्यस्तो हातपातदेखि लिएर केही भएन। त्यसले गर्दाखेरि यो सब उहाँलाई कारबाही हुन सकेन। पछाडि अहिले स्थानीयको यहाँनिर जब यहाँ भइसकेपछि उहाँ यहाँ आउनै भएको छैन। त्यो समयमा चाहिँ स्थानीयहरू यहाँ हुनु थिएन र यहाँनिर थिएन। त्यो बिहानको समय भएको बिहानको समयमा जुन तपाईँहरूको भिडियोमै पनि देखिरहेको छौँ हामीले वाद विवाद भएको धेरैजना मान्छे उपस्थित देखेको छौँ। त्यत्रो जनामा कोही पनि स्थानीय हुनुहुन्थेन त यहाँनिर? कोही एकजना दुईजना थिए, त्यही पनि कस्तो खालको थियो भने आउने हेर्ने के कति आयो भन्ने र एउटा रिस्ता तरिकाले यो चिजलाई हेर्ने खालको मान्छेहरू भनेको चाहिँ खासै थिएन। र अहिले चाहिँ हरेक ठाउँबाट किन कारबाही भएन भन्दाखेरि पनि अहिले कारबाही हुँदैछ। उहाँलाई कारबाही अब स्थानीय तहबाट नि कसरी गर्ने भन्ने कुरा चाहिँ अहिले हामीले तत्काल व्यक्तिबाट भन्दाखेरि पनि यसलाई समिति गठन गरेर आकाशमा गएका छैन, पतालमा भाषिया छैन, मान्छे ती छन्। त्यहाँ सामाजिक कारबाही हुनैपर्छ। अहिले व्यक्तिगत रूपले भन्दाखेरि पनि एउटा कानुनी कारबाही, सामाजिक कारबाही, दुवै कारबाही हुनुपर्छ। हामी सामाजिक रूपले गर्छौँ। अहिले हाम्रो यहाँ तत्काल यो समिति बनाएको छैन। समिति बनाएपछि हामी उहाँलाई कारबाही गर्छौँ। वार्डमा निवेदन दिनु उहाँ चाहिँ आफै पनि चाहिँ तान्त्रिक गुरु हो अर्थात् कुलको व्यक्ति हो भनेर उहाँले अघिल्लो भिडियोहरूमा देखाइराख्नु भएको छ, भनिराख्नु भएको छ। यहाँ चाहिँ कुनै शिला उत्पादन भएको होइन, यहाँ चाहिँ बगरको ढुङ्गा मात्रै हो भनेर भनिराख्नु भएको छ। यो बिचमा अन्य माताहरू आउने काम नै भइरहेको छ। कतै माई खोलामा भाइरल हुनका लागि मात्रै माता र गुरुहरू आगमन भएको होइनन् भन्नेहरू आइरहेका छन्। के भन्नुहुन्छ यो विषयमा? यो होइन, यस्तो हो, यो चाहिँ एकदम होइन, यो एकदम सत्य छ। यहाँ हरेक यहाँ स्थानीय मात्रै होइन, माताहरू धेरै टाढा टाढाबाट इन्डियाबाट आउनु भएको नि खबर सुन्नुभयो होला। हजुर, यो धेरै टाढा टाढाबाट आउनुपर्छ। उहाँहरूबाट आउँदाखेरि यहाँ एकदम माताको एउटा पञ्चकन्या माताको बास छ। यहाँ एकदम ठुलो शक्ति छ। अहिले गुरु पनि आएर झापाबाट आएर बोल्दै हुनुहुन्छ। उहाँसँग नि अघि म बोलेँ, उहाँ पनि एकदम ठुलो शक्ति छ। उहाँलाई अपहेलना नगर्नु, विश्वास छैन भने तपाईँहरू नआइदिनुहोस् भन्ने कुरा उहाँले नि गर्नुभयो र हामीले पनि विश्वास हेर्दाखेरि एकदम विश्वास छ। यो एकदम ठुलो शक्ति छ भन्ने कुरा हामीले चाहिँ बुझिसकेको छ। जस्तो नि, नत्र भए अब एउटा माता आउनुहुन्छ, एकजनाले यसलाई उत्खनन नै गर्नुपर्छ भन्नुहुन्छ, अर्को गुरु आउनुहुन्छ यसलाई उखाल्नु हुँदैन, यही ठाउँमा चाहिँ मन्दिर बनाएर राख्नुपर्छ, संरक्षण गर्नुपर्छ भन्ने राख्नु भएको अवस्थामा यहाँ माता र गुरुहरूको नि फलाकाई र जोखाना मिस्टेक भइरहेको छ। यो होइन, यो वास्तविक कुरो यो हो कि यो माताको कुरो पनि खास वास्तवमा नि यहाँनिर संरक्षण गर्नु भन्ने छ। उहाँ जो पहिलो देख्नुभयो भने, तर उहाँले चाहिँ यहाँनिर संरक्षण गर्ने मान्छे नहुँदाखेरि चाहिँ यसलाई लगेर जान्छु म संरक्षण गर्छु भन्ने कुरो हो। र हरेक माताहरूदेखि लिएर हरेक अब झाँक्रीहरूदेखि लिएर स्थानीयदेखि लिएर हरेक टाढो टाढोबाट आउँदाखेरि पनि यसलाई यहीँनिर स्थापना गर्दाखेरि धेरै राम्रो हुन्छ र यहाँको बल बुद्धि हरेक बलहरू माग्दाखेरि हरेक चिजको उहाँको शक्तिहरू यहीँबाट प्राप्त हुन्छ भनेर चाहिँ हामीलाई माताहरूबाट झाँक्रीबाट सबैबाट त्यही आउँदाखेरि चाहिँ हामीले यहीँ स्थापना गर्छौँ भन्ने हामीले पनि अघि सरेर काम गर्दैछौँ अहिले। अनि सबैभन्दा जेठो चाहिँ के भने यो जसले पत्ता लागि छन् माताले उहाँकै अनुसार मन अनुसारको भनाइ अनुसारको फलाकाई अनुसारको हुनुपर्छ। यहाँ त त्यो किनभने पत्ता लाग्ने त उनी हुन् नि। उहाँलाई सम्पर्क गर्ने कोसिस गऱ्यो होइन। अब गर्दाखेरि उहाँले पनि अब आउँछु यो अब एक दिनमा हामी आउँछौँ भनेर चाहिँ उहाँले भन्नुभएको छ अरे। अब हामीले मैले चाहिँ अब तत्काल थाहा पाएको छैन र उहाँ खास वास्तवमा नआउनुको कारण के भन्दाखेरि पहिला उहाँ एकदम एकजना वृद्धबाट अपहृत भएपछि उहाँ एउटा बेजोत भएपछि उहाँले पनि धेरै मन दुखाउनु र हामी स्थानीय तहबाट चाहिँ उहाँलाई एकदम सम्मान, उहाँलाई जति बेला पनि शिरमै राखेर काम गर्ने भनेको हाम्रो मनसाय भने त्यही हो। उहाँलाई चाहिँ सबभन्दा प्रथम ठाउँमा राखेर पहिलो स्थानमा राखेर हामी काम अगाडि बढाउने भन्ने कुरो छ। र हामी यो सर्वप्रथम चाहिँ अब
हामी समिति गठन भएपछि यो सबै कार्य भनेको उहाँकै रोबरमा हामी काम जस्तो गर्छौँ। नि अब यो चाहिँ यहाँ भएको शिलालाई चाहिँ अब यत्तिकै राखिराख्ने हो भने त अब बाहिरबाट पनि गुरुहरू आइराख्ने यहाँ कामिराख्ने अर्थात् यो बाटोको अवस्थासँग जोडिएका भौतिक पूर्वाधारहरू पनि गरिराख्नुपर्ने अवस्था पनि छन्। तर यो अहिले सबै स्थानीय तहदेखि लगायतका देश विदेशका सबै व्यक्तिहरूको ध्यान यतिखेर इलामको माइखोलामा रहेको यो शिलामै मात्रै ध्यान भइरहेको अवस्था छ। यसलाई कहिलेसम्म र कहिलेदेखि तपाईँहरू चाहिँ यसलाई व्यवस्थापन गर्नुहुन्छ? होइन एउटा यस्तो छ कि यसलाई चाहिँ अब मान्ने भक्तजन आउनेहरू क्रम छँदैछ। यहाँनिर जस्तै हामी अब यहाँनिरलाई यसो बाहिरबाट आउनेहरूलाई एउटा के कसो भन्ने एउटा बोल्ने र एउटा सुरक्षा दिने काम हामीबाट भइरहेछ। र अब यहाँबाट चाहिँ अब केन्द्रित मिडियामा भए पनि हामीबाट चाहिँ कस्तो छ भन्दाखेरि हामी स्थानीयबाट चाहिँ यसलाई चाहिँ हामी स्थानीयको रूपबाट मात्रै भइरहेछ। यो सडकवालाबाट चाहिँ केही भएको छैन। अहिले यो बारबेरहरू पनि हिजो हामीले आएर यो सब यो गऱ्यौँ र यो अब यो पनि अब गर्दैछौँ र यो समिति गठन गरेर यसको लागि चाहिँ हामी गर्नु त गर्छौँ। तर यो यहाँनिर अरू जुन चाहिँ स्थानीय तहका मान्छेहरूबाट चाहिँ कुनै सहयोग आएको छैन। अब हामी समिति गठन भएपछि त्यो लाइनमा पनि हामी जानेछौँ। हुन्छ, धेरै धेरै धन्यवाद। यसरी दुःख नदिनुहोस्, बोलीले रोकिदिनुहोस्। होइन तपाईँ दर्शकबिन, यतिखेर हामी इलामको राजदुवालीमा छौँ, जहाँ चाहिँ सपनामा देखेको शिला एउटा मुख्य शिला। हजुरको शुभ नाम भनिदिनुहोस् न। हजुरको घर कता? बिर्तामोडबाट। यहाँ अहिले तपाईँले हेर्नुभयो यो शिलाको बारेबाट के देख्नुभयो? शिलामा यो अब शक्ति छ, पूर्ण रूपमा ठुलो शक्ति छ होइन। ल अब हामीले हो कि होइन कि क्या हो कसो भन्ने हामी गुमान गर्नु पर्दैन। पूर्ण रूपमा माता भगवतीको एउटा संरचना बनाएर हामीले जति सक्छौँ छिटोभन्दा छिटो शुभ साइड निकालेर हामीले माता भगवतीको सेवा गर्न सक्छौँ। ठ्याक्कै अहिले तपाईँले यहाँ फलाक्दै गर्दाखेरि के देख्नुभयो? यहाँ कुन देवीको प्रतीकमा रहेको शिला हुनुहुँदो रहेछ? के गर्नुपर्ने रहेछ? के चिज देख्नुभयो अहिलेसम्म? पञ्चकन्या देवी हुन्, काली हुन् होइन। पञ्चकन्या देवी काली हुन्। अब नागिनी हुनुहुन्छ। नागिनी पञ्चकन्या काली भएर शिवजी त अनिवार्य हुनुहुन्छ होइन। यसमा अब केही दोमत छैन। हामीले पासीभारा माताकै अंश हो। माता पासीभाराकै मन्दिर नाम राखेर पञ्चकन्या देवी नाम राखेर हामीले यहाँ उहाँको पूजा गर्दा हुन्छ। र नि अहिले पछिल्लो समय अस्ति केही दिन अगाडि विवादमा मुछिएको जुन ढुङ्गामा टेकेका कुराहरू पनि छन् नि, अब यो कुराहरूले गर्दाखेरि तपाईँले यसमा केही देख्नुभयो कि अन्यर्थ यसलाई व्यवस्थापन गर्नका लागि यसो गर्नुपर्छ, यसलाई निकाल्नुपर्छ, अर्थात् यसलाई चाहिँ मन्दिर बनाउनुपर्छ भन्ने विषयमा चाहिँ तपाईँको तन्त्रले चाहिँ के भ्यायो? होइन यो अब तन्त्र भन्दा पनि म त्यस्तो जान्ने विद्वान पनि होइन होइन। मलाई अब भर्खरै हो 2 वर्ष भयो माता भगवतीको अलिक शरीरमा उहाँको आगमन भएको छ र मलाई यो काममा आउने बाक्य पनि आउने ठाउँ ठाउँमा गयो भने टिका देवीहरू अलिकति मलाई झल्को फल्को दिने अब यस्तै जुन अहिले मलाई देख्नुभयो हजुरहरूले यस्तै हुन्छ। अब म स्पेसली माताको भक्ति नै हुँ, भक्ति नै गर्छु, बिहान बेलुका माताको साधना पनि गर्छु र माता प्रकट हुनुभएको छ। यसमा कुनै शङ्का छैन। हामी एउटा संरचना बनाएर माता भगवतीको मन्दिर बनाएर हामीले यहाँ पूजा गर्न थाल्दा हुन्छ। र अरू नि अब अन्य माताहरू आउँदै हुनुहुन्छ, अन्य चाहिँ झाँक्री धामी बिजुवाहरू आउँदै हुनुहुन्छ होइन। तर फरक फरक तरिकाको उहाँहरूले चाहिँ अनुमानित गरेर भन्ने हुन्छ। अहिले तपाईँले पञ्चकन्या भन्नुभयो, अर्को पाथिभारा भन्नुहुन्छ, अर्को चाहिँ एउटा नाम दिनुहुन्छ महारानी भन्नुहुन्छ। वास्तविकता चाहिँ के हो भन्ने कुरो सबैजना अन्यलता भइरहेको छ। जो व्यक्तिहरू, जो धामीहरू, जो तन्त्रिक व्यक्तिहरू आउनुहुन्छ उहाँहरूले फरक तरिकाले चाहिँ विश्लेषण गरेर स्थानीय बासिन्दादेखि लगायतका देश विदेशका अन्य व्यक्तिहरूले पनि अन्यलमा पारिराख्नु भएको अवस्था छ। वास्तविकता चाहिँ के हो भन्ने कुरा अझै पनि खोजिरहेको अवस्था छ। ठिकै छ, त्यो पनि अब मैले हजुरलाई यति नै भने होइन। पञ्चकन्या देवी नै मैले पनि भने। अब त्यसमा अरू कोही विद्वानहरू आएर अरू केही भन्नुहुन्छ भने त्यसमा पनि हजुरले सुन्नुहोस् होइन। अब हजुरलाई तर यो त अन्यल त छाइरह्यो नि त। वास्तवमा पिटानीकै साथ भन्न सक्नु पर्यो नि त तान्त्रिक गुरुहरूले त। होइन अब हाम्रो त तान्त्रिक पनि होइन, त्यस्तो म अब विद्याहरू म झाँक्री पनि होइन। एउटा माताको आशीर्वाद अलिकति म माथि छ र मलाई अलिअलि आउँछ होइन। पूर्ण रूपमा म जान्ने भनेर म यो भनेर म भन्दिनँ। जुन मैले देखेँ, जुन उहाँले मेरो शरीरमा आएर बगेर भन्नुभयो त्यसैलाई नै मैले सही मान्ने हो र उहाँले त्यसै नै भन्नुभयो।
पञ्चकन्या देवी नै भन्नुभयो उहाँले। हस् धेरै धेरै धन्यवाद। दर्शकबिन हामी यतिखेर इलाममा छौँ। इलामको यो ठ्याक्कै जहाँ शिला निक्लेको छ त्यो शिला निक्लेको ठाउँमा आएका छौँ। आज पनि भिड छ। स्थानीयहरूले चाहिँ यो ठाउँमा बारबेरा लगाएर चाहिँ यसरी गर्नुभएको छ भने दानहरू दिनेहरूले पनि दान दिइराख्नु भएको छ होइन। यो दानहरू लिइराख्नु भएको छ। सायद यो ठाउँमा मन्दिरहरू बनाउनका लागि भनेर पनि आउनुभएको होला। अनि पैसाहरू सङ्कलन भइरहेको छ। भेटीहरू सायद यहीँको मूर्तिहरू बन्ने छ, यहीँको लागि हुनेछ भनेर चाहिँ उहाँहरूले गरिराख्नु भएको छ। आज हामीले देखायौँ केही दिनदेखि चाहिँ यहाँ एकदमै भिडभाड। सुन्नु न सर, यो भेटीहरू के गर्नु हुँदैछ हजुरहरूले अहिले? को कारणले यसलाई चाहिँ लगेर हजुर एक सुरक्षित ठाउँमा राख्ने चाहिँ हामीले गरिरहेको छौँ। हिजो पनि यसलाई जम्मा गरेर एक ठाउँमा हामीले सुरक्षित ठाउँमा राखेको छौँ र अब भोलि अब आज पनि लगेर त्यही ठाउँमा राख्छौँ र भोलि समिति गठन भएपछि समितिको को बस्नुहुन्छ समितिले हामी गराउँछौँ। समिति बसेर अब यहाँ के गर्ने भन्ने कुराहरू गर्नुहुन्छ तपाईँहरूले? हामी यो समिति बसेपछि जब समिति गठन भएपछि हामी यसलाई तत्काल कसरी निर्माण गर्ने, त्यो निर्माण कार्य कसरी हुन्छ छिटो गर्ने भन्ने त्यही कारणले आजै समिति बस्ने भन्ने कुरो थियो। तर यहाँ हाम्रो वार्ड अध्यक्षहरू यहाँ उपस्थित नहुनुको कारणले उहाँहरू यहाँ नआएपछि हामीले यो आज समिति बनाउनु पाइएन र समिति बनाएको भए भोलिदेखि हामी काम सुरु हुन्थ्यो। तर शिला लाने कुरा यो निर्माण कार्यको लागि निर्माण कार्य यही निर्माण हुन्छ भन्ने कुरा भयो। यही निर्माण जस्तो माताले हामी लाँदैनौँ भन्नुभयो, सपनामा देखेको मात्रै भन्नुभयो। माताले भन्नुभयो अब यसलाई नै राम्रो व्यवस्था गरेर यही राख्नुहुन्छ, सरसफाइ साथ राख्नुहुन्छ भने हामी यही राखेको एकदम राम्रो हो भनेर उहाँले नै बोल्नु भएको छ। त्यही भन्नुभएको छ। हुन्छ त हुन्छ। हजुरको शुभ नाम भन्नुहोस्। यतिखेर हामी राजदुवाली यो माई खोलामा त्यहाँ देखिँदैछ दर्शकबिन। यो माई खोलामा लगभग गएको 5 दिनदेखि यो ठाउँमा शिला चाहिँ सपनामा एकजना प्रमिला कार्की जो 23 वर्षको एकजना बहिनी हुनुहुन्छ, उहाँले देख्नु भएको सपना जुन सपना देख्नु भएको थियो यो ठाउँमा शिला छ भनेर यो बीचमा केही विवादहरू पनि आए र विवाद सँगसँगै पनि चाहिँ अहिले चाहिँ दर्शन गर्न आउनेहरूको एकदमै घुइँचो देखिन्छ। आमा कहाँबाट आउनुभएको हजुर? यतै बरबोटेबाट आउनु भएको? सुनेरै हेरेरै आउनु भएको थियो? कस्तो लाग्यो यहाँ आएपछि? राम्रो लाग्यो है। माता हुनुहुन्छ जस्तो देख्नुभयो है? रछ जस्तो लाग्यो है। हुन्छ हुन्छ आमा। यो छङछङ बग्ने माई खोलाको शिरमा चाहिँ यो छेउमा अलिकति चाहिँ सपनामा देखेको कुरा विपनामा देखिएपछि अहिले यो ठाउँमा साँच्चै नै चाहिँ माताको एउटा प्रतिमा बनाउनका लागि एउटा समिति नै गठन भएको छ, गठन हुनेवाला छ भोलिबाट। र अहिले यो शिला हेर्नका लागि धेरै ठाउँबाट आइराख्नु भएको छ। हामीले यो भिडियो सम्प्रेषण गर्दैछौँ। धेरैले आलोचना पनि गर्नुभयो यो विषयमा र धेरैले चाहिँ यस विषयमा राम्रो पनि पक्ष भन्नुभएको छ, नराम्रो पनि। हरेक कुराको राम्रो र नराम्रो पक्ष हुन्छ, एटलिस्ट त्यो गर्न सकिन्छ। हाम्रो हिन्दू धर्ममा चाहिँ शिला पुज्ने एउटा प्रचलन पनि छ। त्यसले होइन भन्न पनि कसैले सकिरहेको छैन र हो भन्नलाई पनि यहाँका धामी झाँक्रीले गर्नुभएका कुराहरू देख्दाखेरि चाहिँ अन्यलै छाएको जस्तो देख्न सकिन्छ। माई खोलाको यो छङछङे बग्ने ठाउँमा हरेक ठाउँबाट अहिले चाहिँ माताको चाहिँ पूजा अनि मातालाई हेर्न आउनेहरूको घुइँचो देख्न सक्छौँ। हामीले यो इलामबाट तपाईँलाई भिडियो सम्प्रेषण गर्दैछौँ। दक्षिणाहरू अहिले भेटीहरू सङ्कलन गर्ने काम भइरहेको छ। विभिन्न ठाउँबाट चाहिँ यहाँनिर चाहिँ पूजा गर्न आउनेहरूको पनि भिड छ। भोलि विशेष गरेर स्याटरडे यहाँको बारेमा धेरै कुराहरू थाहा छ। एकचोटि तपाईँहरूले पनि आएर चाहिँ हेर्नु होला, तपाईँहरूलाई के लाग्छ। माताले हामी यो लाँदैनौँ, यो ढुङ्गा हामीले देखेका हौँ। 5वटा ढुङ्गासम्म तपाईँलाई देखाउँछु। यो इलामको घटना हो। यो राजदुवाली जहाँ माई खोलाको पुल यो एउटा भयो। यहाँ 2टा तपाईँले देख्न सक्नुहुन्छ शिला। यहाँ अर्को एउटा 3टा, यो 4वटा र एउटा तल पाथिबारा माताको भनेर पुजिराखिएको छ। त्यहाँनिर चाहिँ तपाईँको सबै कुराहरू देख्न सकिन्छ। अहिले हेर्न आउनेको घुइँचो छ, भेटीहरू उठाइराखेको छ। भोलिबाट समिति बन्दैछ। जीवन खनालले म झापाबाट दर्शन गर्दैछु है भन्नुभएको छ। हजुरहरूलाई यहाँ आइ नपुग्नेहरूका लागि भनेर हामीले यहाँबाट लाइभ देखाइरहेका छौँ। यहाँ चाहिँ तपाईँहरूलाई दर्शन गराइरहेका छौँ। प्रमिला कार्की जो माता हुनुहुन्थ्यो, उहाँले अब हामी चाहिँ नलाने यहीँनिर व्यवस्थापन गरिदिनु भनिसक्नु भएको भन्ने कुरा छ।
र यस बीचमा केही विवादहरू पनि आए। एकजना बुवाले चाहिँ यहाँ आएर खुट्टाले टेकिदिएर बसिदिइसकेपछि अपमान पनि भयो र हामी यो चाहिँ शिला लाँदैनौँ भनेर भन्नुभएको यहाँका स्थानीयहरूले पनि हामीलाई जानकारी गराइदिनु भयो। एटलिस्ट हिन्दू धर्ममा चाहिँ शिला पुज्ने हाम्रो एउटा प्रचलन पनि छ हैन। त्यो भएकोले गर्दाखेरि विश्वास पनि छ। माई खोलामा चाहिँ यहाँ जुन सपना देखिएको थियो, सपना देखेपछि चाहिँ यसरी अहिले शिला हेर्न आउनेको भिड छ। दाइ कहाँबाट आउनुभयो हजुर? कहाँबाट आउनुभयो? कुन ठाउँबाट भन्नुभयो? गोदकबाट आउनुभयो। पहिलोचोटि आउनुभयो यहाँ? पहिलोचोटि आज सुनेरै हेरेरै आउनुभयो। कस्तो लाग्यो यहाँ आइपुगेपछि? ठिकै लाग्यो। अब यहाँ शिला यो युट्युबतिर लगाएको थियो। हजुर, युट्युबको लागि चाहिँ त युट्युबमा हेरेर चाहिँ यहाँ हेर्नेको लागि आज झरे आउनु भएको थियो। यहाँ साक्षात माता जस्तो देख्नुभयो। तपाईँलाई के लाग्यो यहाँको बारेमा चाहिँ? निहाल्नु हुँदैछ, बुझ्नेको लागि आउनु भएको। हजुर, धन्यवाद दाइ। र यहाँ धेरैजनाहरू आउनु हुँदैछ। यो ठाउँमा गाडीहरू राखिएर यो ठाउँमा आउनु पनि हुँदैछ। हेर्न आउनेहरूको घुइँचो छ। साँझ पखसम्म पनि अहिले स्थानीयहरूले यो बार बेरा लगाएर चाहिँ यस्तो गरेको देख्न सकिन्छ। यो ठाउँमा अहिले पनि अन्योलता छाइरहेको थियो। आज के रहेछ खास विशेष के का लागि चाहिँ यत्रो हुँदैछ भनिरहँदाखेरि हामी आयौँ। यहाँ आएपछि स्थानीयको अग्रसरमा अहिले यो बार बेरा लगाइएको छ। यता पनि गरिँदैछ। अब यही ठाउँमा मन्दिर बन्ने छ। यही ठाउँमा चाहिँ मन्दिर बनाउनका लागि स्थानीयले भोलि समिति गठन गर्नुहुँदैछ। प्रमिला कार्की जसले देख्नु भएको थियो त्यो चाहिँ अहिले छैन। भनेको मतलब उहाँले नलाने भन्ने कुरा चाहिँ हामीलाई स्थानीयले जानकारी गराउनु भएको छ। तपाईँ म बुटवलबाट हेर्दैछु भनेर धुनु पोखरेलले हामीलाई जानकारी गराउनु भएको छ। हामी चाहिँ इलाम राजदुवाली माई खोलाको पुल नजिकै चाहिँ पश्चिमपट्टि हामी यो कुनामा रहेछ। प्रमिला कार्की माता जो 23 वर्षको हुनुहुन्थ्यो, उहाँले सपनामा जस्तो देख्नुभयो त्यस्तै ढुङ्गाहरू भेटिसकेपछि, शिला भेटिसकेपछि चाहिँ अहिले चाहिँ पूजाआजा गर्न आउनेहरूको घुइँचो देख्न सकिन्छ। अब भेटीहरू राम्रै उठाइएको देख्न सकिन्छ। र यसले यहाँनिर एउटा सानो मन्दिर बनाउने भनेर यो ठाउँ छ। यस्तो ठाउँमा चाहिँ राखिएको छ। कहाँबाट हेर्नु हुँदैछ अनि के भन्न चाहनुहुन्छ हामीलाई लाइभमा भनिदिनु होला। हामीले जसले चाहिँ यो पत्थर यो शिलामा चाहिँ लात्ती हानेको भिडियो भाइरल भएको थियो, त्यो भिडियोमा लात्ती हान्ने बुवासँग पनि कुराकानी गरेका छौँ। त्यो भिडियो हामी सम्प्रेषण गर्नेछौँ। यही पेज मार्फत पनि जोडिनु होला। हामी मातासँग पनि कुराकानी गर्नेछौँ। खासमा सपनामा देखेको कुरा तपाईले घरमा लाने भन्ने कुरा आज घरमा लग्नुहुन्न, यही छोडिदिन्छु भनेर भनिराख्नु भएको छ। यसको विषयमा पनि हामी तपाईहरुलाई चाहिँ उहाँसँग गरिएका कुराकानीहरू गर्छौं। अहिले दर्शन गर्न आउनेहरूको एकदमै घुइँचो छ। एउटा विश्वास हो, मनमा भएका विश्वासलाई हरेक कुरा केही कुराले पनि रोक्न सक्दैन। कहाँबाट हेर्नु हुँदैछ कमेन्ट गरिदिनु होला। तपाईहरु जो आउन सक्नुहुन्न, जो विदेशमा हुनुहुन्छ, यहाँहरुका लागि भनेर हामीले चाहिँ यो भिडियो सम्प्रेषण गरेका हौं। यो भिडियो अहिले विभिन्न ठाउँबाट धामी झाँक्री आएर विभिन्न कुराहरू चाहिँ गरिराख्नु भएको छ। यहाँको खास विषय जे भए पनि एउटा इलाम पर्यटकीय क्षेत्र पनि हो। पाथिभारा माता यही हुनुहुन्छ, सानो पाथिभारा माता, र त्यो सँगसँगै पनि अर्को माताको उत्पत्ति भएको छ। पाथिभारा माताकै दोस्रो रूप भन्न सकिन्छ। यो ठाउँमा अहिले हेर्न, घुम्न अनि निहाल्न आउनेहरूको आफ्नो आफ्नै विश्लेषण छ र यो ठाउँबाट हामीले लाइभ प्रसारण गरेको छु। दाइ नमस्कार, बोल्न मिल्छ दाइ? हजुर कहाँबाट आउनु भएको दाइ? 7 नम्बरबाट बजार। पहिला पनि आइपुग्नु भएको थियो यहाँ? धेरै हाम्रो पनि घाट पनि यही हो, पानी पनि यही हो। हामीले यहाँ लग्यौँ, म वार्ड सदस्य पनि 7 नम्बरको। यहाँ हामीले यही ठाउँमा हजुर मान्छे दलाउने भन्छ के भन्छ त्यसलाई? हजुर घाट जस्तो बनाएको थियो, सिमेन्टेड पक्का। हजुर अस्तिको बर्खा सबै बगाएर लिएर गएको। बर्खामा यहाँ लिएर गयो। जस्तो अब हजुर त जनप्रतिनिधि पनि हुनु त रहेछ होइन? बाटा हामी आइरहँदाखेरि बाटाहरू भत्केका, ती पहिरोले गएका बाटाहरू अहिले पनि मजाले निकालिसकिएको छैन। तर त्यो विषय भन्दा पनि अहिले यो शिलाको विषयलाई लिएर एकदमै इलाम चर्चामा आएको छ होइन? के भन्नुहुन्छ? अब जस्तो यो माताको बारेमा तपाईँ के भन्नुहुन्छ? यहाँ मन्दिर बनाइने भन्ने कुराहरू पनि आउँदै रहेछ स्थानीयको। हजुर, यो ओम गुरुङको एउटा गीत छ क्या, पुरानो गीत। हजुर, जहाँ ढुङ्गा ढुङ्गामा देवताको बास छ भन्ने एउटा गीत छ क्या, पुरानो गीत। नेपाल भनेको यो प्राकृतिक सम्पदाले भरिएको देशमा हेर्नुहोस्,
एउटा किराँत धर्मावलम्बीहरूले प्रकृतिलाई पूजा गर्छन् है, नेचरलाई पूजा गर्छन् क्या, उनीहरूको यस्तो हुँदैन। हाम्रो नेचरमा यति विश्वास रहेछ, यति आस्था रहेछ, यति परम्पराहरू लुकेका रहेछन् नि है, त्यो चाहिँ अहिले प्रकट भएर देखियो। अब यसलाई एउटा बहिनीले, सानी बहिनीले माथि बरबडेको धारापानीको बहिनीले सपनामा देखिन् होइन, त्यो सँगसँगै उनले देखेपछि उसको अगुवाईमा आएर यो ठाउँ भनेर जुन उत्खनन गरियो, उसका बुवा परिवारहरू आफन्तहरू ल्याएर उत्खनन गरेपछि यो चर्चामा आयो है। चर्चामा आए पछाडि अब हिन्दू धर्म यसै पनि तपाईँको धर्ममा तपाईँको लजिक हुँदैन क्या, साइन्समा तपाईँको लजिक हुन्छ है, ए प्लस बी होल स्क्वायर इक्वल, त्यसको चाहिँ व्याख्या हुन्छ, त्यसको ऊ हुन्छ। तर अध्यात्ममा तपाईँको त्यो खालको लजिक हुँदैन, त्यो विश्वास हो जम्मा जम्मी है मान्छेको। हाम्रो हिन्दू धर्म परम्परा पनि विश्वासबाट चलेको हो, वेद ग्रन्थ आदि इत्यादि पनि लेखियो, त्यसका आधारमा चलेको छ। त्यसका मान्छेको मनले मानेको जुन सत्य हो त्यो नै सत्य हो, र यो सत्य आज यहाँ जुन प्रकट भएको छ त्यो एउटा धर्मसँग आस्था राख्ने मान्छेहरूको एउटा ठुलो पङ्क्ति छ, उनीहरूको लागि एउटा आस्थाको धरोहर हो यो होइन। अब यहाँ जुन उत्खनन भएको छ, सुरु भएको छ, अब तपाईँले जुन मन्दिरको आदित्य कुराको गर्नुभयो त्यो त कुरा सुरु भइसकेको छ यहाँनिर। अब बनाउनको लागि त तपाईँ सरकारी नै निकाय लाग्नुपर्छ भन्ने पनि होइन, यहाँनिर अहिले व्यक्तिगत रूपमा लगानी गर्छु, म बनाइदिन्छु भन्ने मान्छेले यतिकै निस्किरहेको छ। ठिकै छ, अब यो ठाउँको पनि गुल्जार हुने भयो, यहाँ एउटा धार्मिक क्षेत्र विकसित पनि हुने भयो होइन, यसले गर्दाखेरि माइखोला क्षेत्र पनि गुल्जार हुने भयो र एउटा आस्थाको केन्द्रका रूपमा यो चाहिँ परिचित भएर जाने भयो। त्यसमा चाहिँ हामी पनि खुसी लागेको छ। एकदमै खुसी व्यक्त गर्नुहुन्छ होइन। हिन्दू धर्ममा त्यही पनि शिलालाई नै पूजा गर्ने हाम्रो प्रचलन पनि छ होइन। त्यसमा पनि एकजना माताले देखेको कुरालाई साक्षात अगाडि निकालेर शिला पूजा गरिँदैछ, मन्दिर बनाउने कुरालाई त एकदमै राम्रो रूपमा लिनु भएको छ हजुरले। हुन्छ, धेरै धेरै धन्यवाद। हुन्छ, उहाँ जनप्रतिनिधि पनि हुनुहुन्छ यो क्षेत्रको, उहाँले पनि चाहिँ हिन्दू धर्मको बारेमा, आस्थाका बारेमा यो कुराहरू गरिसक्नु भएको छ। मेरो आवाज कस्तो आएको छ मलाई जानकारी गराइदिनु होला। अनि प्रहलाद गौतमले झापा गौरीगञ्जबाट हेर्दैछु भन्नुहुँदैछ। हजुरलाई गौरीगञ्ज बसी बसी पनि हजुरलाई हामीले इलामको यो राजदुवालीमा रहेको यो शिला, जो सपनामा देखेको शिला आज चाहिँ विपनामा परिणत भएको यहाँ हामी तपाईँहरूलाई देखाउँदैछौँ। यो ठाउँमा हामी छौँ अहिले। हामी सबैजना आएर यहाँका बारेमा त धेरै भिडियोहरू आएका छन्, त्यही पनि हामीले यो भिडियोलाई देखाउन एकदमै आवश्यक लागेर हामी आएका छौँ। तपाईँहरूको मनमा के लाग्छ, तपाईँहरूलाई के भन्न मन लागेको छ यहाँको बारेमा र दर्शन गर्न चाहनुहुन्छ भने पनि हामीले देखाउनेछौँ। र यो साइडमा माई खोलाको पानी सरर बगिरहेको छ, दर्शन गर्न आउनेहरूको यहाँ भिड देख्न सकिन्छ। अनि भेटी चढाउन आउनेहरूको पनि भिड देखिन्छ। अनि भेटीहरू पनि उठाएर चाहिँ अब सजाय चाहिँ के दिने त भन्दाखेरि खुट्टादेखि पोल्दै जाने, उसलाई यो देउताले जसले खुट्टामा यहाँनिर टेक्नु भयो उहाँको चाहिँ खुट्टादेखि समस्या आउँदै गर्छ, आउँछ भनेर भन्नुभएको छ माताले त्यो भन्नुभएको छ। उहाँ पनि झाँक्री नै हुनु त रहेछ नि, जसले टेक्नु भयो उहाँ पनि यसरी देवी देउताबाट चाहिँ उत्पन्न भएको होइन। उसको अब धानीहरू चाहिँ धेरै किसिमको हुन्छ, धेरै खेलेको हुन्छ। कोही सिखारी गुरु मान्दै गएको हुन्छ, कोही चाहिँ होइन विभिन्न वनको मान्छ, कोही चाहिँ होइन हरेक कालिका देवी मान्छन् त, गुरुहरू मान्दै लान्छ नि त। यस्तो उसले त त्यो त मान्दैन, घरको पुलबाट मात्रै उनी त उत्रेको बायु भन्छ त्यसलाई हो, त्यहाँबाट उसले भन्यो, उसलाई त त्यो त दिएन यहाँ त हो। त्यसले गर्दाखेरि उसले यहाँ लात मार्यो। र लात मार्नु भनेको चाहिँ समाजलाई लात मार्नु हो, तर समाज लात मार्नु भनेको देउता लात मार्नु हो होइन। समाजले कारवाही गर्नु पर्दैन, यी देउताले पञ्चकन्या देवीले उसलाई अब सजाय दिने कुरो चाहिँ दिन्छ। ऊ खुट्टादेखि पोल्दै जाने चाहिँ सजाय पाउँछ भनेको छ होइन, पक्कै पाउँछ। र आज पनि हामीले समिति यहाँ निर्माण गर्नु, जो हामी गोजीमा हाल्ने घर बनाउनुको लागि समिति बनाउनु खोजेका थियौँ होइन। तर यहाँ वार्ड अध्यक्ष गोपाल चौहानले चाहिँ र यहाँको वार्ड सदस्य लोकपाल थापाले उनीहरू दाजुभाइ दुईजना विवाद रहेर यिनीहरूले चाहिँ फोन गरेर यहाँ समिति बन्नु दिएन होइन। तर हामी भोलि उनीहरूले बनाएर त खुसुक्क बनाएर ल्यायो भने हामी त्यो मान्ने दिने छैनौँ, किनभने यो पञ्चकन्या देवीको सुरक्षा हुनुपर्छ। यसको पैसा तलमाथि जसले चाहिँ लोभ लालच पलायो अनि नै यी विवादमा ल्यायो, तर हाम्रो त्यो होइन। यो दुर्वस्था पनि हुन्छ, तर यो चाहिँ विशुद्ध म 1 रुपियाँ पनि
यो संस्थाको पैसा म हिनामिना गर्दिनँ भन्ने या छिर्नु पर्यो। हजुर, जस्तो अहिलेसम्म लगभग 4-5 दिन भयो, भेटी उठ्न थालेको त 3 दिन 4 दिन भयो होला होइन? तपाईँहरूले काउन्ट त गर्नु भएको छैन नि? हिजो 3000 कति भयो भन्ने कुरा सुन्नुमा आएको छ। हजुर, आजको चाहिँ अब तपाईँहरूको मिडिया हिजो पनि मिडिया चाहिँ अगाडि बनिएको छ। आज पनि तपाईँहरूलाई एकसाथ राखेरै हजुर गर्नेछु। हजुर, गर्नुहुनेछ। अब यो भिडियोहरू त अब यसको बारेमा त लगभग देश विदेश सबैतिर थाहा भइसक्यो होइन? देश विदेशबाट हेर्ने जो दर्शकहरू हुनुहुन्छ उहाँहरूलाई के भन्नुहुन्छ? तपाईँहरू त यहीँ खटिराख्नु भएको छ अहोरात्र। अब देश विदेशमा यो अब पञ्चकन्या देवी उत्पन्न भएको भनेर चाहिँ जुन कि मिडिया मार्फत हेरिरहनु भएको छ, उहाँ हेरिरहने दर्शकहरूलाई चाहिँ म के चाहिँ विश्वास गर्न दिन चाहन्छु त भन्दाखेरि यहाँ उत्पन्न भएको यहाँ कोही झाँक्री कोही विभिन्न आए, मैले धेरै सोधेको छु, मिडियामा पनि आइरहेको छ र त्यसरी सोद्धाखेरि मैले यहाँ जुन कि छोरा छैन, छोरा माग्नु आउँदा बोली छैन, बोली माग्नु आउँदाखेरि 3 महिनाभित्रमा चाहिँ म पुरा गरिदिन्छु भनेर चाहिँ पञ्चकन्या देवीले चाहिँ विश्वासका साथ बोल्नु भएको छ। यति पुगेन भने म के बाचा गर्नुपर्छ, बाचा गर्नु तयारी छु भनेर चाहिँ झाँक्री जुन कि माताहरूले चाहिँ त्यो बोल्नु भएको छ। म उहाँहरूलाई जुन अब मिडिया जुन हेरिरहने जुन दर्शकहरूलाई चाहिँ म उहाँ सेवा गर्नु आउँदाखेरि चाहिँ यहाँभित्र छिर्दा मासु मांस नखाइकन छिर्नु पर्यो र भर्सकै अब हामी व्यवस्थापन गर्छौँ। यहाँ हामी राख्छौँ समिति बनेर चाहिँ व्यवस्थापन गर्दाखेरि चाहिँ अलग नछुइकन यो गर्ने र दुध मात्र चढाउने अनि गोबर ल्याएर गोबरमाथि दुध कुण्ड दिने, दुध कुण्ड खान्छ भनेर चाहिँ भनेको छ। अनि धुप सल्काउँदा चाहिँ गाईको जुन घिउबाट चाहिँ अनि कोइलामा चाहिँ धुप सल्काउने भन्ने कुरा चाहिँ त्यही आएको छ। र दर्शकहरूलाई चाहिँ यो मिडिया हेरिरहने दर्शकहरूलाई यही मैले विश्वास दिनु चाहेँ र उहाँहरू आउनु थाल्नु भएको छ र विश्वासका साथ जो उहाँले वाचा गर्नुभएको छ यो पुग्छ। र यो माई भगवतीमा पनि कोही अब नजान्नेहरूले चाहिँ अब हामी भोग दिएको छौँ, भोग दिन्छौँ भनेर चाहिँ हिजो दिँदै आएको भए पनि अब उहाँहरू हेरिरहने दर्शकहरूलाई चाहिँ अबदेखि चाहिँ भोग नढालिदिनु पनि म उहाँहरूलाई सल्लाह सुझाव माई खोलामा भोग नढालिदिनु भन्नुहुन्छ। अब सधैँभरि अब कहिलेदेखि चाहिँ अझै यसलाई व्यवस्थापन गर्नुहुन्छ? अहिले त बाँसको यो लगाउनु भएको छ होइन? सधैँभरि यसरी त सम्भव पनि नहुन सक्छ होइन? अब यसलाई अलिकति व्यवस्थापन कसरी गर्नुहुन्छ? मन्दिर बनाउन त समय लाग्छ होला तपाईँहरूलाई? सम्भवतः हामी भोलि वार्ड अध्यक्ष आएन भने पनि हामी यहाँ समिति बनाउँछौँ र समिति बनाउँछौँ र वार्ड अध्यक्षले एउटा राजनीति एउटा जोडेर आफ्नो ढङ्गले आफ्नो मान्छे चाहिँ मनोबली चाहिँ बनाएर ल्यायो भने त्यो हामी मान्य दिने छैनौँ। ठिक छ, विशुद्ध त्यस्तो खालको लिएर आयो भने हामी त्यो पनि मान्नु तयारी छौँ। र आजको उसको धम्की पुनः उसको आवाज आउँदाखेरि उहाँले चाहिँ यहाँ एउटा आफ्नो मान्छे मात्रै राख्ने, अब पार्टी त कुरा अब नगरौँ होइन, आफ्नो मान्छे मात्रै राख्ने भन्ने कुराहरू त्यही कारणले यहाँ आज समिति बन्नु दिएन होइन। तर विशुद्ध मन बोकेर आउनु पर्यो। यो संस्थामा रहेर यो पञ्चकन्या देवीको लागि चाहिँ सफा सुग्घर गर्ने, यसको व्यवस्थापन गर्ने। यो बाटो यहाँ छैन, बाटो वाल यहीँबाट चाहिँ भक्तजनहरूले चढाएको चाहिँ यहाँ बाटो बनाउने र हातेमालो गरेर चाहिँ जुन यसको व्यवस्थापनको लागि हातेमालो हामी गर्नेछौँ र पक्कै भक्तजनहरूले हामीले सहयोग गर्नुहुनेछ भन्ने चाहिँ हामीले आशा राखेका छौँ। हुन्छ, माताले के भन्नुभएको छ? म आउँछु यहाँ कहिलेकाहीँ पूजा गर्न आउँछु भन्नुभएको छ कि अब आउँदिनँ चाहिँ मैले गर्ने काम गरिसकेँ भनेर? जस्तो कोही एकजना आएर चाहिँ शिलामा बसेर चाहिँ उहाँको अपमान भएपछि उहाँ नआउने भन्ने कुराहरू पनि सुन्यो होइन? यो त हामी मैले फोन गरेँ, म सुरुदेखि नै म यहाँ छु। जुन शिला लाने र राख्ने कुरामा चाहिँ यहाँ लाँदा के हुने र यहाँ राख्दा के हुने भन्ने कुरा मैले राख्दाखेरि यहाँ राख्यो भने जुठो हुन्छ, त्यसले गर्दा म घरमा लगेर सुरक्षित राख्छु भन्ने उहाँले कुरा गर्नुभयो। मैले जुन कुरा राखेँ तपाईँ यहाँ छेदपिछेद भइरहेछ, त्यसो हुँदाखेरि यहाँ लिएर जाँदा चाहिँ छेदपिछेद पक्कै भोग्नुपर्छ होला अझै थप भनेर मैले उहाँले कुरा राख्दा त्यस्तो हुँदैन मात्र भन्नुभयो। अनि
जुन कि होइन यहाँ तपाईँको उपस्थितिमा यहाँ यो ढुङ्गामा वाल लगाएर यहाँ टोखो नितो गरेर राख्दा के हुन्छ त्यो त हुन्छ भनेर उहाँले भन्नुभएको थियो र पछाडि उचाल्ने थेताल्ने निस्किँदाखेरि तानातान भयो। कोही माताले लान दिने भन्ने कसैले नदिने भन्ने भएर चाहिँ होइन कोही माताले त कुनैले पनि उसको पछाडि आउनेले यहाँबाट उठाउनै हुँदैन भन्ने कुरा आएको छ र यो जुन कि उसको पछाडि यहाँ मिसिन लाउँदै गर्दाखेरि यहाँ एउटा माता उत्पन्न भएर आयो। यहाँ मिसिन लाउनुभन्दा अगाडि नै यहाँ नाग निस्किन्छ सर्प निस्किन्छ भनेर उहाँले बोल्नुभएको थियो। चेलीले 20 वर्षको चेलीले नभन्दै मिसिन यहाँ मिसिन लाउने साथै नाग निस्क्यो। नाग निस्केपछि त्यो नाग चाहिँ त्यो मिसिनको चक्का मात्रै छिर्यो, बाहिर कुदेन भनेपछि पक्कै यहाँ छिर्नु यो पञ्चकन्या देवी माताले चाहिँ नदिएको हो। र अर्को झापाको जुन साथ एउटा फेरि माता नै आएको थियो लगभग 50-55 वर्षको, उहाँलाई पनि मैले यसरी नै प्रश्न राखेँ यहाँ हामीले यो दिँदा उठाइदिँदा के हुने र नदिँदा के हुन्छ, उठाएर लग्यो भने यहाँ छेद हुन्छ, यो सबै पहिरो जानु सक्छ र पहिलो नम्बर यहाँ मिसिन लाग्ने साथै आगो बल्छ भनेको छ र यो पुल्पी काटेर जानु सक्दैन र एक त उसले त्यो चेलीलाई लानु सक्दैन भन्ने कुरा भएपछि मैले त्यो चेलीले पनि मैले के भनेको छु भने तपाईँलाई हामी अन्धभक्तहरूलाई चाहिँ नि तपाईँले सपनामा देखेर 6 बजी आएर यहाँ हामीलाई आँखा खोलाइदिनु भयो, हामी तपाईँको उपस्थितिमा तपाईँको नाम राखेर यहीँ एउटा मन्दिर स्थापना गरौँ त भन्दा हुन्छ भन्नुभएको छ होइन। र पछाडि अरूले उचाले कोही कसैले उचाले होइन। त्यो सर्प थियो नि, अब धेरैको चासोको विषय पनि छ, सर्प त देखियो, अहिले त्यो सर्प बाहिर निक्लियो कि यहीँ भित्र बस्यो कि के भयो? सर्प यहाँ छ तर भित्रै छ, भित्रै छिरिया छ हैन, पक्कै अब देउता हो, देउता त हैन, भित्र छिरेको छ। एकैछिनपछि त्यहीँबाट चाहिँ विलन भयो। हजुर त्यहीँबाट भएको छ। अब त्यसरी भनिरहँदा जुन कि यहाँ आगो बल्छ त्यहाँ जुन त्यो हामीले जुन भन्यो भनेपछि मैले पनि हिजो बिहान मात्रै मलाई फोन गरेर मेरो भाइरल भयो काका भनेर एउटा मोरङको चेलीले चाहिँ मलाई फोन गरेर भनौँ। अनि त्यसरी मिसिन लाउँदा यताउति गर्दा त आगो बल्छ त काका। यहाँ एउटा हाम्रो मोरङ जिल्लामा चाहिँ पहिले पुस्तङदेखि चाहिँ एउटा पिपलको रूपमा चाहिँ देवी देउता मान्दै ल्याएको ठाउँमा चाहिँ उसैको त्यो जग्गा मालिकले चाहिँ यो पिपलको रुख उखेलिदिनुहोस् भनेर चाहिँ उखेल्नु लगायो। अनि एउटा मिसिनवाला अपरेटरले चाहिँ एउटा जेसिबी ल्याएर चाहिँ उखेल्नु त्यहाँ मिसिन पुग्ने साथै त्यो पिपलको रुखमा आगो बल्यो अरे। हजुर आगो बलेपछि अब छोडेपछि त्यो मिसिन अपरेटरलाई पनि अहिले प्यारलास भएर बसेको छ अरे, अहिले पनि जीवितै छ अरे। त्यहाँ अब खोज्दै जाँदा भेटिन्छ अनि त्यहाँ बुझ्नु सकिन्छ। र अर्को त्यो जग्गा जुन उखेल्नु लाउनेलाई त जग्गा नै उसको त अहिले त एकदम नङ्गाइ भएको छ अरे, ऊ पनि प्यारलास भएरै मर्यो अरे। अहिले त उसँग त जग्गा त एउटा केही पनि छैन। त्यस्तो धनन्जय मालिक चाहिँ नै देउताले त्यस्तो बनाउँदो रहेछ। र यो विश्वास कति चाहिँ धामी विजयको त म त धेरै विश्वास गर्छु होइन, यो देवी देउता पनि म विश्वास गर्छु। हजुर धेरै धेरै धन्यवाद जानकारीका लागि हजुरलाई। धन्यवाद, धेरै धेरै धन्यवाद। यो इलामको चाहिँ राजदुहाली चाहिँ माई खोलाको यो प्राङ्गणमा छौँ हामी अहिले। चाहिँ हजुर जगत बहादुर नेम्बाङ हुनुहुन्छ यहाँ, अहिले तपाईँहरू यहीँ समिति भएर लागिराख्नु भएको छ, स्थानीयहरू भएर संरक्षण गर्नु हुँदैछ। हजुरहरू स्थानीय नै हो नि? हामी स्थानीय नै हो, सुरुदेखि नै लागि परेका छौँ। वार्ड अध्यक्ष खुसुको आउने खेलबाड गर्ने जाने काम गरिरहेको छ र यहाँ छेक्न आउने पनि बाहिर बसेर दिने जस्तो गर्ने। अनि उनीहरू मेयर उपमेयर कुराकानी गर्ने, कहिले छेकिदिने कहिले छोडिदिने लु लाइजस भन्ने यस्तो कुराले अहिले विवाद जस्तो पनि बनेको ल्यायो, उनीहरूले नै ल्याएको भनेको वडा अध्यक्षहरूले नै चाहिँ यस्तो काम गरेको भन्नुहुन्छ तपाईँले? हुन्छ धेरै धेरै धन्यवाद। यो क्षेत्रलाई संरक्षण गर्नुपर्छ भन्ने चाहिँ उहाँहरूको धारणा छ। हामीले चाहिँ यहाँ राजद्वारीबाट तपाईँहरूलाई देखाउँदैछौँ अहिले कहाँबाट हेर्नु हुँदैछ। पक्कै पनि नेपाली हुनुहुन्छ, हामीलाई वाचिङ गरिराख्नु भएको छ। मदन बस्नेत हुनुहुन्छ, जानुका दाहाल खड्का, जे भए पनि एउटा हिन्दू धर्ममा देखिएका कुराहरूलाई चाहिँ हामीले यहाँ देखाउन खोजेका हौँ। अहिले विभिन्न धर्महरू
यो कुराले चाहिँ धर्महरू विभाजित नहुन् भन्ने पनि कुरा हो। जसलाई जेमा बस्न मन लाग्छ, जसले चाहिँ जेमा आस्था रहन्छ त्यो आस्थाहरू पूरा गर्न सक्नुहुन्छ भन्ने कुरा पनि हो। अहिले यहाँका स्थानीय जनप्रतिनिधि पनि सँग पनि हामीले कुराकानी गर्यौं यहाँका बारेमा। जुन ढुङ्गा थियो यो ढुङ्गा हामी देखाउँदैछौँ, जुन त्यो पहिला ढुङ्गा थियो अहिले शिला बनिसकेको छ। यो शिला हो, यहाँ हामी देखाउँदैछौँ। यो एउटा शिला रहेको छ, यो अर्को, यो अर्को, यो अर्को, 4वटा बाहिर र एउटा भित्र। जो पर्मिला कार्की हुनुहुन्थ्यो 23 वर्षका माता, अहिले उहाँले यो यहीँ छोडिदिने, शुद्ध मन बनाएर चोखो बनाएर चाहिँ यहाँनिर पूजाआजा गर्नुहुन्छ भने म लान्न भनिसकेपछि चाहिँ अहिले चाहिँ यहीँ राखिएर पूजाआजा गरेर यहाँका संरक्षकहरूले चाहिँ संरक्षण गरिराख्नु भएको यहाँ हामी तपाईँलाई देखाउन सक्छौँ, देखाउँदैछौँ पनि। र यहाँ हेर्नु होला, यो भिडियो चाहिँ अहिले इलामबाट हो, तपाईँहरू कहाँबाट हेर्नु हुँदैछ। सो गुड भनेर नरेन्द्र अधिकारीले पनि हामीलाई जानकारी दिइराख्नु भएको छ। उहाँले चाहिँ यो कमेन्ट गरिराख्नु भएको छ। मदन बस्नेतले जय माता दी भनिराख्नु भएको छ। र यहाँ विषयलाई लिएर केही विवादहरू पनि आए, धामी झाँक्री पनि आए। जे भए पनि यसलाई संरक्षण गर्नुपर्छ र विभिन्न धामी झाँक्रीहरू आएर विभिन्न कुरा गरे पनि चाहिँ विशेष गरेर यहाँ देख्न सकिन्छ रुखले माथिबाट ट्याक्क चाहिँ सुरक्षा दिए जस्तो गरेर एकदमै ढलक्क ढल्किएको शिला यहाँ हामी प्रतिमा देख्न सक्छौँ। अहिले चाहिँ यहाँ हेर्न आउनेहरूको धेरै घुइँचो छ, विभिन्न ठाउँहरूबाट उहाँहरू हेर्न आउनुहुँदैछ। झापाबाट हामीले यो इलाम आइपुगेर तपाईँहरूलाई भिडियोहरू सम्प्रेषण गर्दैछौँ, यहाँ देखाउँदैछौँ। यहाँ उत्पन्न भएको सर्प पनि यहीँ भित्र छ बालुवामा भन्ने कुराहरू पनि छ। अब यहाँको सत्य तथ्य जे भए पनि हामीले यहाँ कुराहरूलाई हामीले विश्वास गर्नुपर्छ र विभिन्न ठाउँहरूबाट आउनुभएको छ। प्रत्यक्ष प्रसारणमा तपाईँ सम्पूर्णलाई स्वागत छ। अब हामी केही समय पछाडि शिला हेर्न आउनु भएको, कहाँबाट आउनु भएको? नजिकै हो, पहिलोचोटि कि अगाडि पनि आउनु भएको थियो? स्थानीय हो। ए हवस्, इलामबाट यो भिडियो देखायौँ। यहाँहरूलाई धेरै धेरै धन्यवाद। हामी बिर्तामोडबाट हामी पनि हेर्न आएको र हेराउन पनि आएको। के भन्नुहुन्छ यहाँको हेर्दाखेरि, यो देख्दाखेरि के लाग्छ तपाईँलाई? विश्वास हो सबै कुरा, होइन? हजुर, लक्ष्मी पाठकले जय माता दी भन्नुहुँदैछ। अब हामी लाइभबाट बिदा हुँदैछौँ। यहाँका केही भिडियोहरू, यहाँका उठेका सङ्कलन भएका कुराहरू, जसले चाहिँ यो शिलामा लात्ती हानेको भन्ने विषय थियो, विवादित विषय थियो, त्यो विषयलाई पनि हामीले उहाँसँग गएर कुराकानी गरेका छौँ। यो जय पञ्चकन्या माता भनेर रूपक चौधरीले पनि हामीलाई कमेन्ट गरिराख्नु भएको छ। हामीले देखायौँ त्यहाँ पर भएका 4वटा छ। हामीले मातासँग पनि गरिएका कुराकानीहरू देखाउँछौँ र स्थानीयले अहिले संरक्षण गरिराख्नु भएको छ। र अब भोलिबाट चाहिँ यहाँनिर समिति बन्दैछ र समिति बनिसकेपछि यहाँको क्षेत्रलाई चाहिँ अलिकति संरक्षण हुन्छ र यहाँ शुद्ध निदो बनाएर चाहिँ मन्दिर बनाउने भन्ने एउटा कुरोहरू पनि आएको छ। यो कुरालाई संरक्षण गर्नुहुनेछ भन्दै घिम्रे बेदुले जय माता दी, जय माता लेखिराख्नु भएको छ। यहाँलाई पनि धेरै धेरै धन्यवाद दिँदै इलामको राजदुवाली बाट हामीले यो भिडियो सम्प्रेषण गर्यौँ। यहाँहरूप्रति धेरै धेरै धन्यवाद व्यक्त गर्दछौँ र यहाँबाट तपाईँहरूलाई देखाउँदैछौँ। यो माई खोलाको हो र हामीले यो कुराहरू देखायौँ तपाईँलाई। सरर बगेकी माई खोला छेउमा सपनामा देखेकी चाहिँ माता प्रमिला कार्कीले देख्नु भएको एउटा सपनामा देखेको शिला आज उत्खनन गरेर यो ठाउँमा मन्दिर बनाउनु भइरहेको छ भन्दै यहाँहरू सबैजनालाई धेरै धेरै धन्यवाद व्यक्त गर्दै म मदन सङ्ग्रोला आगे चाहन्छु। नमस्ते।